यस्तै घर बनाउन लगाउने, माटो इटा ढुङ्गा चाहिँ नखोज्ने, पहाड जङ्गल नाला खोला नकाट्ने, न यसमा बालुवा चाहियो, न इटा चाहियो, न ढुङ्गा चाहियो होइन। कस्तो आनन्द, वातावरण पनि ठिक हुन्छ। अब के गर्ने, हामी गरिब मान्छे केही गर्न सकिन्न, हामी बोलेको कसैले सुन्दैन। यसमा बाहिर चाहिँ हाम्रो 75 mm को छ। हजुर। अनि भित्र पार्टिसन चाहिँ 50 mm को छ। 50 mm को प्रयोग भएको छ यसमा। पार्टिसनमा 50 mm, 75 mm वलमा, अनि त्यसपछि माथि नर्मल जस्ता छ यसमा। वायरिङको कामहरू सबै भएको छ हैन यसमा? हजुर। अब प्रत्येक 2-3 वर्षमा रङ रोजन गर्नुपर्छ, त्यो खर्च पनि त भन्छ। अब यसमा डेकोरेसन गर्न पनि आजकल त छ नि त डेकोरेसन कति कागजपत्र ल्याएर टाँगिदिए भयो, नभए यतिकै पनि ठिक छ। अब त्यो रङले के साइड इफेक्ट गर्छ भने हामी रङ रोजन गर्छौँ, त्यो त हाम्रो स्वास्थ्यलाई खराब हुन्छ। मेरो नम्बर रहेको छ 9854505883। यसमा इमो, भाइबर र व्हाट्सएप सबैमा जोडिदिन सक्नुहुन्छ। Asia's #1 panel, YesY panel. Say yes. SY प्यानल नेपालको भिडियो खिच्ने क्रममा आज हामी नेपालगञ्जको कोरिन्टुर आइपुगेका छौँ। सृजन ट्रेडर्स एन्ड सप्लायर्स SY प्यानलका आधिकारिक डिलर फ्रम नेपालगञ्ज हामीसँग हुनुहुन्छ। सर, तपाईँलाई हाम्रो प्यानलको भिडियो खिच्न सरले लिएर आउनु भएको छ। सरलाई चाहिँ धन्यवाद। सबैभन्दा अगाडि चाहिँ अब माथितिर जाउँ अनि घुम्दै कुरा गरौँ। खासमा यो घरमा चाहिँ तला थपिएको छ है। सो तला थपिकै हामी कुरा गर्छौँ। अर्को छ जम्प माथि। सो माथिको जाँदै हामी कुरा पनि गरौँ र प्यानल सम्बन्धी अब यहाँ चाहिँ हाम्रो के काम भएको छ त्यो कुराहरू पनि हामी चाहिँ गर्छौँ। र प्यानलको संरचना बनाउँदै गर्दाखेरि नेपालगञ्जतिर पनि हामीले मजाले बनाउन सकिन्छ चट्ट परेको घर। अब यो चाहिँ भर्खर छ कि हो यो सर? यो हजुर सरिसक्नु भएको छैन, भर्खरै हो। ए अँ, भर्खर फिनिसिङ भएको जस्तो देखियो। बस्ने मान्छे पनि आइपुग्नु भएको छैन क्या? ए हो, उहाँ एक्लै हुनुहुन्छ अङ्कल चाहिँ। ए हजुर। त्यही भएर अहिलेलाई अझै सरिसक्नु भएको छैन। सर्न बाँकी नै छ त्यसो भए। हजुर। यो प्यानल डोर हो हाम्रो? हजुर। प्यानल डोर डबल डोर बनाइदिएको? हजुर, डबल प्यानल। हजुर, डबल प्यानल डोर बनाइयो है यसमा? हजुर, बाहिर खोल्ने छ यो चाहिँ। हजुर। प्यानलको संरचना बनाउनु भएछ, तला थप्नु भएछ। तपाईँहरू सरी त सक्नु भएको छैन? यो हजुरको रोजाइ हो कि हजुरको श्रीमतीको रोजाइ हो यो? ट्रस्टले के थियो भने छोराले त्यहाँ बनाउँदैन बनाउने पुरानो घर खर्च गर्ने होइन भन्यो। अनि मैले सोचेँ सबैतिर सोचेर यो पुरानो घर पनि त यो सेफ्टी हुन्छ नि। अनि यो यसो पिन त मैले युट्युबमा हेरेपछि यसको देखेर अनि मैले चितवनमा सम्पर्क गरेँ। छोरी त्यहाँ भाइहरू छन् सबै चितवनमा। अनि मेरो एउटा फुपूले पनि बनाउनु पर्छ यस्तै चितवनमा। अनि त्यहाँ पनि गएर हेरेको थिएँ। अनि मलाई ठिकै लाग्यो। अब इँटा बालुवाको बनाइँदा चर्किन्छ फुट्छ नि। त्यो त भइतव्य हुने कुरा त हुन्छ कि हाम्रो यस्तो लाइफ छ, यो पनि त जान्छ एक दिन। त्यसले गर्दा त्यो चिजलाई मैले फुट्दिनँ। हेर्नुहोस् अब त्यही किसिमको चाहिँ मेटेरियलले बनाएर जस्तो पैसा छ जस्तो छ त्यस्तोमा चाहिँ यसमा केही खोट छैन। तर कम्पनीले जुन यो सप्लाई गरेछ र बनाउँदैछ त्यो चाहिँ मलाई राम्रै लाग्यो। हेर्नुहोस् अब यसमा अझै सुधार गरेर अझै सकेसम्म ठुलाबडा धनीले त बनाइहाल्छ जति परे पनि। उयो देउपाको बुढीले भन्थे त त्यसलाई 8,000 कि 7,000 10,000 पर एउटा झ्यालको ल्याएको, कहाँबाट ल्याएको एउटा काठको झ्याल कि भन्दै थियो। त्यस्तोलाई फरक परेन, हामी जस्तालाई गाह्रो हुन्छ। त्यसले गर्दा यसको चाहिँ जुन खर्च हुन्छ नि त्यो चाहिँ अलिकति कम भइदियो भने मान्छेहरूले बनाउँथ्यो अरू पनि। अब यो ढुङ्गो माटोको भन्दा अब इँटाको घर भन्दा यो राम्रो, किनभने इँटाको पनि त साइड इफेक्ट छ नि। अब त्यो जमिन खन्नु पर्यो, माटो खन्नु पर्यो, इँटा बनाउनु पर्यो, अनि त्यो जमिन खट्दैन। अनि त्यसले त कसलाई असर गर्छ? पछि गएर त 50 वर्षपछि हामीलाई असर गर्छ नि। जति जमिनको माटो सिद्धिन्छ त्यति हामी असुरक्षित हुने त हो। त्यसले गर्दा सरकारको दिमाग बुद्धि हुने भने यो सस्तो बनाइदिने, यस्तै घर बनाउन लगाउने, माटो इँटा ढुङ्गा चाहिँ नखोज्ने, पहाड जङ्गल नाला खोला नकाट्ने, न यसमा बालुवा चाहियो, न इँटा चाहियो, न ढुङ्गा चाहियो होइन। कस्तो आनन्द, वातावरण पनि ठिक हुन्छ। अब के गर्ने, हामी गरिब मान्छे केही गर्न सकिन्न, हामी बोलेको कसैले सुन्दैन। अलिअलि त सुन्न पनि सुन्छन् पनि। नेपालमा तपाईँले यत्रो गरेर हिँड्नुभएको छ नि, कसैले पनि तपाईँलाई यिनीहरू ठिक गरेछन् भने यिनीहरू पैसा लुट्न आएको भन्छ। ठकठाक गर्ने, घर बनाउने, पैसा लुट्ने, यो कम्पनी नि त्यस्तै भन्छ। तर वास्तवमा भन्ने कम्पनी त्यस्तै छन्। एनजिओ आइएनजिओहरू लिएछ, उद्योगको बुढीले खाइछ, ओलीले खाइछ, सबै त छन् नेताहरू। अब त्यसले गर्दाखेरि अलिकति गाह्रो छ कि देशलाई सोध्ने कोही छैन। अब म एउटाले सोचेर हुँदैन। म त के भन्छु भने माटो बालुवा इँटा केही पनि नलगाउने, गर्नु नयाँ टेक्नोलोजीमा बनाउने।
हैन जसरी चाँडो पनि बन्छ चाँडो हुन्छ वन जङ्गल काट्न नदिने होइन घर वरिपरि पुरा जङ्गल बनाउने अनि तपाईँको अब यो पुरानो घर भन्नुभयो कति वर्ष पुरानो त ल यो मैले यो चाहिँ घरै किनेको हेर्नुहोस् 72 सालमा किने यसको नक्सा 2055 मा नक्सा पास भएको छ अनि म अर्कैसित किने रेडिमेड किनेको तल पुरानो डिजाइनको छ अनि त्यसपछि माथि त लाइट वेट पनि चाहियो नि हैन पुरानो घर त्यही भएर मैले लाइट पनि सोचेको तर थाम्न त थाम्थ्यो अरू एक तलालाई मलाई पनि मैले सोचेँ यता माटो ढुङ्गा बालुको भन्दा यसमा खर्च पनि अलिक कम होला पछिलाई पनि खर्च कम अब यसलाई रङरोदन गर्नु परेन अनि त्यसले गर्दाखेरि यसो सोच बनाएर लगाउने विचार गरेर लगाएँ साइड बाँकी रहेछ हैन किचनको पनि अलमोस्ट भइसकेछ हजुर फर्निचरको काम चाहिँ बाँकी छ टाइलिङ चाहिँ पनि भइसकेको रहेछ ए यता चाहिँ वासरुम होला वासरुम वासिङ मेसिन यहाँबाट तल पनि जान मिल्ने रहेछ हैन बाहिर निस्किन मिल्यो कुनै बेला एकाडेमी पऱ्यो भने यताबाट निस्किन पाइयो ओहो हो कस्तो राम्रो जान पाइयो राम्रोसँग बनाउनु भएको रहेछ यतातिर सोचिरही भनौँ न ए हजुर अहिले ठिकै छ हामी माथि ए हजुर यसलाई चाहिँ बनाइयो गरियोस् अहिले बाथरुम निकालेको रहेछ अनि त्यसपछि एउटा चाहिँ यो वासिङ मेसिन चाहिँ राख्नलाई होला एरिया एउटा दुईटा 3 BHK धेरै ठुलो बनाउनु भएछ नि ओहो अरू मान्छेले के भन्छ के थाहा हो बस्नलाई त फ्यामिली लिएर बस्यो भने पनि फ्री भएर बस्छ कोठा पनि नै जो अब अफिस आएर कोही बस्यो भने यो त मुटुको ठाउँ हो नि जग्गा नेपालको लागि यहाँ चाहिँ एउटा पहिला जस्तो भए अफिस रहन्थ्यो पनि अफिस खोलेर बस्यो भने पनि सबै अब यता टोइलेट इत्यादि अब कोठा यता बनाए पनि भयो अफिस उता पनि छ बाहिर यताबाट रुमबाट बाहिर निस्किने ठाउँ पनि छ यो त उताको मेन बाटो त भइहाल्यो आनन्द रहेछ यतातिर पनि बस्नलाई त एकदमै ठिक छ क्वालिटी फिल्म छ कि रेसिडेन्टल ठिक छ अफिसियल पनि ठिकै छ यहाँ नराम्रो ठाउँ त छैन अब छोराछोरीलाई मन परेन यो मेरो जबरजस्तीले म बाँचिन्छु ल म मरिगएपछि यसलाई सित्तेमा दिएर हिँड्छ होइन त्यस्तो हुँदैन मेरो साथी हामी कृषि विकासको हाकिम थिए यहाँ पछाडि घर थियो त अगाडि तिनले घर जग्गा बेचेर अस्ट्रेलिया मर्ने बेला यस्तै मान्छे प्लान गर्छ के गर्ने के अहिले अब जसरी हुन्छ त्यसरी एडजस्ट गर्ने जाने त होला नि होइन भन्ने कुरा यस्तो हो कि आफ्नो आमा बाउलाई माया गर्नुपर्छ देश भनेको आफ्नो आमा हो कि त्यसले गर्दा त्यो ससुराल नि आजभोलि त बच्चा हुन्छ अनि जेनेरेसन अलिकति एक्टिभ जेनेरेसन छ परिवर्तन खोज्ने अनि अब परिवर्तन गर्न नसकिसकेपछि देशलाई पनि चेन्ज गरौँ भन्ने है कति क्षेत्रफलमा बनाउनु भएको छ सर यो ओभरअल अरूले हाम्रो प्यानल मात्र लाउने काम त फटाफटै भयो हजुर त्यसपछि अङ्कलले चाहिँ यो जिप्समहरू चाहिँ आफैले खोज्दा चाहिँ अलिक टाइम लाउनु भयो हाम्रो फिनिसिङ गरेर वाल मात्र लाउँदाखेरि त हाम्रो धेरै लागेन 15 दिनमा होइन 10-15 दिनमै अनि त्यसले गर्दा डिस्टर्ब हुँदाखेरि अब टेक्निकल डिस्टर्बले त लामो समय लाग्छ 10-15 दिनमा तपाईँहरूले हजुर यो वालहरू हाम्रो कामहरू चाहिँ गरियो ए हजुर यो चाहिँ नर्मल झ्याल प्रयोग गर्नुभएको छ यसमा तपाईँहरूले एसवाई प्यानलकै झ्याल प्रयोग गर्नुभएको छ होइन एसवाईको युपिभिसी झ्याल मेरो घर राम्रोसँगले बनायो भने त्यहाँ हेर्न आउने मान्छे हुन्छ उसले त्यसरी बनाउँछु जानकार हजुर आउनु हेर्न आए यहाँ हेरेर गयो अब यही हेरेर अरू यहाँ बसेर बनाएको होला उहाँलाई थाहा छ अब क्याम्पसको त्यहाँ बनायो ठाउँ ठाउँ भन्दैछ एक दुई ठाउँमा राम्रो काम गरेर जाँदै गएर मान्छेले
सेन्समा अलिकति दिमागमा पस्यो भने त मान्छेले गरिहाल्थ्यो कि अब प्रत्येक 2-3 वर्षमा रङरोदन गर्नुपर्छ त्यो खर्च पनि त बच्छ अब यसमा डेकोरेसन गर्न पनि ती आजकल त छ नि त डेकोरेसनका ती कागजपत्र ल्याएर टाँगिदिए भयो नभए यतिकै पनि ठिक छ अब त्यो रङले के साइड इफेक्ट गर्छ भने हामीले रङरोदन गर्छौँ त्यो त हाम्रो स्वास्थ्यलाई खराब हुने अब तल हेर्नुहोस् भुइँमा गएर पुरानो घर कस्तो छ त्यो धुलो रङ गरेर 2 वर्ष 2.5 वर्ष भयो 3 वर्ष चल्दैछ रङ गरेको अहिले फुसफुस उज्वलो आउँछ राति सुतिन्छ मस्त अब हावा पङ्खा चल्छ फ्रिज चल्छ कुलर चल्छ केही न केही चल्छ नि गर्मी महिनामा त्यो धुलो त सबै नाकबाट चाहिँ हामीले लिन्छ अनि हामी बिमारी हुन्छौँ स्वास्थ्यलाई त हामी नेपालीले हेर्दै हेर्दैनौँ कि खालि खाने बेलुका 5 बजेपछि रक्सी मासु खाने अनि त्यहाँबाट घर आएर पल्टिने त्यो सिवायहरू हामी नेपालीहरूको मैले म्याक्सिमम मेरो ठुल्ठुलो अफिसरहरू थिएँ कि उनीहरूसित म हिँडेँ डुल्ने झोला बोकेर हिँडेँ सबै बुझेर रिडिङ गरेँ मैले छैन लाइफस्टाइल अलिक कमजोर भयो हाम्रो बहुत कमजोर छ सो तपाईँको 15-20 डेजमा चाहिँ यो कम्प्लिट भयो सेटिङ्स ओभरअल तपाईँको फिटिङ चाहिँ होइन बाहिरको पनि हाम्रो फ्ल्याट प्यानल नै प्रयोग गरेको रहेछ हामीले भित्र ओभरअल रुमहरू त हेरि नै हाल्यौँ होइन वालमा पनि फ्ल्याट प्यानल नै छैन सर कति एमएमको प्रयोग गर्नुभएको छ यसमा बाहिर चाहिँ हाम्रो 75 mm को छ हजुर अनि भित्र पार्टिसन चाहिँ 50 mm को छ 50 mm को प्रयोग भएको छ यसमा पार्टिसनमा 50 mm 75 mm वालमा अनि त्यसपछि माथि नर्मल जस्ता छ यसमा वायरिङको कामहरू सबै भएको छ होइन यसमा हजुर प्लम्बिङहरूको काम फल सिलिङको कामहरू टाइलिङको कामहरू के भएको छ यसमा इन्क्लुडेड छ यसमा पछि चाहिँ टाइलिङको खासै अलिक कम्प्लिट भएको छैन हजुर अगाडि मात्र लाउनु भएको छ अङ्कलले आफैले लाउनु भएको ए हजुर आफैले मान्छे खोजेर हजुर अनि यो ट्याङ्क स्ट्यान्ड चाहिँ हामीले बनाइदिएको ए हजुर त्यो ठुलो छ नि यो त्यो स्ट्यान्ड अनि योहरू पनि अङ्कलले आफै गराउनु भएको यसमा चाहिँ पाइप के अरे त्यो फलाम जुन पिलर हुन्छ त्यसलाई चाहिँ उहाँले आफैले गर्नुभएको हजुर ए ओके पिलरहरूलाई चाहिँ छोप्ने काम भएको छ सो यो ओभरअल काम हुँदै गर्दाखेरि चाहिँ तपाईँको कति जति खर्च निकालिएको छ आइसो यो हाम्रो लगभग वालमा र यसमा गएर 14 को हाराहारीमा लागेको छ वाल र झ्याल ढोकाहरू होइन वायरिङ प्लम्बिङको कामहरू यसमा त्यो होइन त्यो उहाँले आफै गर्नुभयो मात्र वायरिङ र प्लम्बिङको चाहिँ अङ्कलले आफै गर्नुभयो मैले चाहिँ यो हजुर प्यानल जडान फिटिङको काम अनि झ्याल ढोका र यतिमा चाहिँ त्यस तपाईँको त्यति खर्च आएको छ बाँकी अरू काम चाहिँ उहाँबाट नै भयो हजुर आफै मान्छे खोजेर हजुर यो भर्याङ पनि हामीले नै हो गरेको हजुर ए हजुर भर्याङ पनि हामीले मिस्त्रीले नै चाहिँ हाम्रो युज भएको छ यो पनि रेलिङ पनि मिस्त्री हाम्रै युज भएको छ अहिले सामान दिनुभयो ए हजुर सबै यति यी कुराहरूमा चाहिँ त्यति बजेट गयो भनौँ न होइन र अब यस्तै संरचना बनाउनको लागि तपाईँले सृजन ट्रेडर्स एन्ड सप्लायर्स नेपालगञ्ज उहाँलाई सम्झिन सक्नुहुन्छ उहाँको कन्ट्याक्ट नम्बर लिँदा पनि हुन्छ है हजुर नमस्ते मेरो नम्बर रहेको छ 9854505883 यसमा इमो भाइबर र व्हाट्सएप सबैमा जोडिदिन सक्नुहुन्छ हस्